नमस्कार साथीहरू, के हालचाल गर्नुभएछ? म तपाईँसित बोल्न भुलेछु। यहाँ मैले यताउता रास्ता पनि हेर्न पर्छ, चोक पनि छ। तपाईँहरू ठिकठाक हुनुहोला। म पनि ठिकै छु। म अहिले ड्युटी जान लाग्छु। देख्नु कस्तो पहाडिलो इलाका छ। यो रास्ताको माथि गएर तल झर्दैछु। देख्नु उता हाम्रो हिमाल जस्तो जङ्गल कति पहाडिलो इलाका छ। देख्नु उसकै निचे म जाँदैछु होइन। यो यसको पछि स्कुल छ साथीहरू। बुवा ठुलै हारबार त होला सायद यहाँ पर। लेकिन ऊपर पनि हेर्नु ल साथीहरू, कस्तो पहाडिलो इलाका छ। देख्दैछ। और आज दिन कस्तो बिताउनु भयो? मेरो त ठिकठाकै सारा दिन। आज थोड़ा कपड़ा धोना था, कपड़ा धोए, फेरि गरम कपड़ा भी निकाले, गरम कपड़ा निकाले नहीं, सर्दी को कपड़ा निकाले, सॉरी गर्मी को कपड़ा निकाले, ल गर्मी कपड़ा राखे, सॉरी फिर भी गर्मी कपड़ा राखे, सर्दी को कपड़ा निकाले। सारा दिन मेरो काममै घरमै बिजी भइसक्यो। देख्नु उता कति पहाडिलो इलाका छ। म जाने हो अब त्यही कमराको, यो कमरा नै रोडको यता छु, एउटाको कमरा छ होइन। उता कति राम्रो पहाडिलो इलाका छ। त्यसकै निचे थोडा म अब काममा जाने हो होइन। के गर्ने, काम त गर्ने कुरो। देख्नु एउटा हाम्रो गाउँघर जस्तै छ नि होइन। सहर बजार पनि छ। देख्नु यस्तो जङ्गल छ। यही जङ्गलको निचे जान्छु म। यता पछि स्कुल छ, यो देखिने घर हो होइन। देख्नु कति राम्रो छ। गरममा त गर्मी लाग्दैन नि, सर्दीमा थोडा ठन्डा हुन्छ। खै साथीहरू के गर्ने, म त थकिजान्छु। देख्नु बुट्टी गर्मी लाग्यो भने गर्मी टाइममा कसै लोटे गर्मी टाइममा म यही बुट्टामा थोडा छाइ छ, यहाँ बस्छु, थोडा देर आराम गरेर फेरि म काममा जान्छु। वहाँ जाने नि साथी मस्तै काम हुन्छ के त्यही भएर म जल्दी जान आफ्नो टाइम से जान्छु साथीहरू। त समझ्दैन है के भन्छ पारुटले पनि। देख्नु यस्तो जङ्गल छ। म पछिबाट हिँडेछु, भिडियो बनाइरहेछु। कोही गाडी टाने होइन देखेर लाइक गरिदिनु ल साथीहरू होइन। के गर्ने, भागडुगरमै म भिडियो बनाउँछु जस्तो यति बोल्न टाढ्न, फेरि पनि राम्रो बोलिन भने तपाईँहरूले गल्ती माफ होइन। जङ्गल पहाड इलाकै। देख्नु यो फुल कति राम्रो फुल्छ, पुरै फुल लडामा फुल्छ। देख्नु तपाईँहरू पनि यस्तै जग्गामा बस्ने भएन। गर्मीमा त बहुत ठिक हुन्छ, सर्दीमा फेरि ठन्डा हुन्छ साथीहरू। देख्नु पहाडी, देख्नु कस्तो जङ्गल छ। हामीले एक साकुमा हुन्छ, ओ साकुमा टिपेर खाइसकिन्छ, हामीले गएर खान सकिन्छ। एक साल हामी गएको थियौँ वहाँ जङ्गलमा, वहाँ माथि जङ्गलमा हामी गएको थियौँ। वहाँ बहुत साकुमा, हाम्रो गाउँघरमा साकुमा भन्छ नि, जङ्गलको हो, त्यो लिएर हामीले खाएको बढिया गरेर। यहाँ त वहाँ हुन्छ, फलफ्रुट पनि हुन्छ साथीहरू होइन।
यो यहाँ जङ्गल बहाग भन्ने छ, जङ्गल बहाग होला ड्युटी गर्छन् मान्छेहरू, फौजीहरू जस्तो हुन्छन्, उहाँ ड्युटी गर्छन् साथीहरू। उहाँ हामी मजाले गएर घुमेर फिरेर आइसकिन्छ यस्तो होइन। जङ्गल हाम्रो यस्तो छोडेन हाम्रो जस्तो, तर पाहाडे इलाका छ। देख्नु उताबाट पनि सफा छ। हाँ जी नमस्कार सर। नमस्कार, ठीक है। हाँ जी के भन्ने साथीहरू नमस्कार त गर्नै पर्छ नि होइन। बोल्नु होला तपाईँले मलाई बसिरहेर हाम्रो जे हिसाब हो कि पहिलाको हाम्रो जे हिसाब थियो। नमस्कार पार्टी भन्छ, घर गयो ड्युटीबाट आयो भने जे हिसाबमा नमस्ते पार्टी भन्छ। मैले नमस्ते गरेको देख्नु। अहिले म काममा जाँदैछु। कति पाहाडको इलाका छ जङ्गल देख्नु होला है, मजाले देख्नु मजाले। ए यताको साइड स्कुल छ। अब म यहीँ अब सामने जाने काममा थोडा म भिडियो बनाउँछु भनेर लागेको छु। देख्नु कति अच्छा अच्छा जग्गा छ यहाँ देख्नेको घुम्नेको होइन। हाम्रो गाउँघरमा त दाउरा पनि जान्छन्, घाँस पनि जान्छ, यहाँ पनि जाने हिजो साथीहरू। गाउँघरका बसेका जस्तै पारिहाल्ने हुन्छ नि, उनी त दाउरा जान्छन्, घाँस काट्न जान्छन्, गाई राखेछन् होइन। हामी एकै भएर गएको थियौँ उहाँ साकुमा टिप्न। साकुम भन्ने घटना उस्तै फुल फुलेको हुन्छ नि, उसको सब्जी टिप्न गएको थियौँ हामीले। र अहिले म भन्दै बिदा हुन्छु। थ्याङ्क यू नमस्कार होइन, बाई बाई। फेरि तपाईँहरूसित म भोलि लिएर आउँछु भिडियो, फेरि भोलि मिलाउँला होइन। बाई।